लु साथीहरू, म चाहिँ खाना खानु थालेँ, तपाईहरू पनि खानु होला। दाल मुसुरीको, अनि यो चाहिँ सुँगुरको मासुको ग्रेभी हो। ग्रेभीसँग मुछेर खाँदाखेरि चाहिँ एकदमै मिठो हुन्छ। साग पनि यस्तो काँचो काँचो खालको, तातो तातै, एकदम स्वादिलो हुन्छ के साथीहरू। अनि मलाई चाहिँ अब सबैभन्दा मिठो भनेको सुँगुरको मासु नै हो। खाँदैछु है। यस्तो गर्मी छ, अनि हल्का दही पनि खानुपर्छ। दहीले गर्दाखेरि जिउलाई शीतल बनाउँछ। हरियो सागसँग खाँदा मिठो पनि हुन्छ। खानालाई पचाउने काम पनि गर्छ। सुँगुरको ग्रेभी चाहिँ गर्मीमा कस्तो लाग्छ हौ साथीहरू। दही, सुँगुरको मासुको ग्रेभी, सन्त अब फेरि मलाई चाहिँ यस्तो गेडागुडीहरू पनि मनपर्छ क्या। खानासँग फ्रुटहरू पनि मनपर्छ भनौँ न। यसरी खाँदा चाहिँ एकदमै स्वाद आउँछ के। अनि रेड बुल लास्टमा चाहिँ